हेलो साथीहरू, म चाहिँ आज तरकारी किन्नलाई म्याट जाँदैछु। अनि यो चाहिँ म्याट जाने बाटो। अनि यो देखिएको ठाउँहरू, यो चाहिँ हाम्रोतिर चौतारी भन्छ, तर यहाँ चाहिँ यस्तो हुँदो रहेछ चौतारी। अनि यतापट्टि आउँछ अब यो दाहिने साइडको चाहिँ यहाँको च्यान चाहिँ यस्तो हुँदो रहेछ साथीहरू। यहाँको विकास त्यतिकै विकास भनेको होइन नि। यहाँनिर यस्तो राम्रो बाटो छ, खेतमा बारीमा यति भएपछि त किसानलाई सुविधा भइगयो नि। आवत जावत गर्न, ट्रान्सपोर्टेसनको लागि कति सहज छ त यहाँनिर सबै मसिनरी नै युज गर्ने हो। सहज छ यहाँको लागि। थोरै काम धेरै उत्पादन। अब हाम्रो गाउँठाउँमा नि यतिकै विकास गर्नु पर्यो है सरकार। गाउँमा सिंहदरबार भन्थे, यहाँनिर सिंहदरबार नभए नि विकास चाहिँ गाउँमा छ। हाम्रो नेपालमा, हाम्रो गाउँघरमा नि यस्तै खालको विकास हुनु पर्यो है। हेर्नुहोस् त यहाँको खोला चाहिँ कत्रो नि छैन, कुलो जत्रो छ। तर खोलादेखि हेर्नु त कति वारिपारीको डिस्टेन्समा मात्र यहाँको बाटो रोडहरू छ नि। खोलाले कति स्पेस छुट्याएको छ नि। हो नेपालको काठमाडौँमा नि बालन सरकारले यस्तै गर्नको लागि डोजर लगाएको सुकुम्बासीलाई हटाएको हो नि। तर के गर्नु, झोलेहरूले, विपक्षी पार्टीहरूले बुझ्ने होइन। यी बालन सरकारले गर्न चाहेको विकास भनेको यस्तो हो। त्यहाँ माथि छ बाटो, त्यहाँ माथि छ रोड, हाइवे। त्यहाँदेखि कत्रो डिस्टेन्स छ त खोला भन्ने, यत्रो छ। अनि त्यहाँदेखि तल त्यो चाहिँ पार्क जाने बाटो। पार्क यो बिल्डिङको अलिकति मास्तिर छ। हेर्नु त कति खुला छ यहाँको खोलाहरू। नेपालमा भएको भए यतिको खोला छेउछाउमा पानी जहाँ बगिरहेछ, अझ त्यहाँ माथि नै घर बनाएर बस्न बेर लाउँदैन। हेर्नुहोस् यस्तो छ यहाँको। हाम्रो बालन सरकारले गर्न चाहेको पनि विकास यस्तै हो।